हेलो सबैजनालाई नमस्ते, गुड मर्निङ सबैला। आज हामी 55GR फ्रन्टियर पोस्ट भोपो पोखराका सम्पूर्ण परिवार याङजाकोटको अवलोकन गराउन हाम्रो पल्टनको सुल्तान मेजर हानेरी क्याप्टन श्याम साहबको गाउँतिर आजको भ्रमणको लागि हामी प्रस्थान हुँदैछ। शोभायात्रा सम्पूर्ण 55GR भोपो पोखराका परिवारलाई। अब हामी याङजाकोटतिर प्रस्थान हुँदैछ।
Lolo. Lolo mo may magal na. Lolo, basang-basang. Tam-tam.
पोखराका सम्पूर्ण परिवार याङ्जाकोटको अवलोकन भ्रमण गर्दै गर्दा पुरा रमाइलो इन्टरटेनमेन्ट गर्दैछ। ल फेरि पनि सबैलाई नमस्कार छ। हामी आज हाम्रो 55GR फ्रन्टियर पोस्ट भोपु पोखराका सम्पूर्ण परिवारहरू याङ्जाकोटको अवलोकन भ्रमण गर्दै गर्दा अहिले हामी महादी 3 याङ्जाकोट देउरालीमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। यो देउराली टोल है यो ल नमस्कार साहब, हाम्रो साहब हुनुहुन्छ याङ्जाकोट निवासी हाम्रो पल्टनको दरमेजर हनेर क्याप्टन श्याम साहब यहाँ याङ्जाकोट गर्नुहुन्छ। यो उहाँको गाउँमा आज हामी जाँदैछौँ। यो याङ्जाकोट स्वास्थ्य चौकी यहाँ हाम्रो 55GRको सम्पूर्ण परिवारहरू है सम्पूर्ण साथीहरूलाई यहाँबाट वेलकम छ है, स्वागत नमस्कार। नमस्कार है हजुर। त्यो याङ्जाकोट अब आइसक्यो। अब 10 मिनटमा हामी वहाँ पुग्छौँ। यहाँबाट देख्ने हिमाल याङ्जाकोट आइपुग्यो। पोखराबाट कमसेकम 1.5 घन्टामा 1.5 घन्टा लाग्यो। कोही ठाउँमा पक्की बाटो रहेछ भने कोही ठाउँमा कच्ची बाटो रहेछ गर्दै हामी पोखराबाट हाम्रो आज 55GR फ्रन्टियर पोस्ट भोपु पोखराका सम्पूर्ण परिवार आज याङ्जाकोटको अवलोकन भ्रमणको लागि याङ्जाकोट आइपुग्यो। हाम्रो पुरा झर्दै हुनुहुन्छ। ल हाम्रो लिले बहिनी पनि आउनुहुन्छ। आएर आउँदैछ आउनु पर्ने नमस्ते नमस्ते नमस्ते। याङ्जाकोट गाउँमा आइपुग्यो हामी। कतिमा पढ्नुहुन्छ नानी?
साथमा कुन स्कुलमा सीताराम माध्यमिक विद्यालय हजुरको नाम रुबिना परियार हजुर राम्रो पढ्ने है याङ्जाकोट चर्च पनि रहेछ क्रिस्चियन धर्म मान्नेहरू हाम्रो जिआरका लाउरेनीहरू अब हामी याङ्जाकोटको मन्दिरको दर्शन गर्न जाँदैछु जय होस् आज हाम्रो 55GR फाउन्टेन पोस्ट भुबु पोखराका पूर्ण परिवार याङ्जाकोट गाउँमा आइपुग्यो र अब हामी याङ्जाकोटको प्रसिद्ध मन्दिरको दर्शन गर्न जाँदैछु नमस्ते घट्टे नानी सानो नानीले नमस्ते गर्नुहुन्छ नमस्ते फेरि नमस्ते गर्नु नमस्ते गर्दिन अब क्या गर्नु त तपाईँले नमस्ते गर्ने हो ल हाम्रो 55GR फाउन्टेन पोस्ट भुबु पोखराको साथीहरू मैले गर्दै आउँदैछ याङ्जाकोट गाउँ मादी 3 याङ्जाकोट मादी गाउँपालिकामा पर्छ यो याङ्जाकोट त्यसैले आज हामी यहाँ घुम्नको लागि पुरा यहाँ याङ्जाकोटमा आइपुगेको छ हेर्नु ल यो हो याङ्जाकोट गाउँ ल पठाइदिनु नसकेको है ब्रेकफास्ट हिँड्न सक्दैन हाम्रो बच्चा सबले ल सालीलाई राम्रो दिने रहेछ ल ल गट ल ल सन्तला गर्दा हुन्छ पछि लोभी रहेछ आमिलो छ होला सन्तला है ल पैसा सबै सम्पूर्ण मेरो टिकटक साथीहरूलाई अनि फेसबुक साथीहरूलाई मेरो भ्लगमा सब्सक्राइब गर्ने साथीहरूलाई आज यो याङ्जाकोटको अवलोकन भ्रमण अनि 55GR फाउन्टेन पोस्ट भुबु पोखराका सम्पूर्ण परिवारहरू र आज यो नम्च्यो सिल्तुल नाल्दो खेमाधीको दर्शन गरेर आज खाएर अब हामी याङ्जाकोटको होमस्टेमा लन्च ब्रेक हुँदैछ ल हे साथी ल
खै छ आउँदै हुनुहुन्छ कोही आमाहरू आउँदै हुनुहुन्छ कोही गइसक्यो है एहे ल तल पुग्दैछ है आमा एहे हेलो फेरि पनि है याङ्गी चौकट गाउँबाट नमस्कार यहाँ भर्खर फिल्म सुटिङ गर्दा रहेछ तर कुन चाहिँ फिल्ममा थाहा भएन है फिल्म सुटिङको लागि हेर्नुहोस् त र यहाँ तयारी गर्दै रहेछ यो हामी अब हजुर नमस्ते यहाँ हो लक्ष्मी भिडियो गर्छ है ल यहाँ त्यो खालमा माछा पुछेर हिमाल होला यहाँ फेरि गाउँहरू देख्दो रहेछ यो कुन गाउँहरू मेरो ख्यालमा फेरि गाउँहरू यो गाउँको नाम त थाहा भएन है राम्रो देख्दो रहेछ यहाँ पनि भ्यू पोइन्ट फोटो खिच्दै छ सबैजना है अब आफ्नो तालमा छ सबै कुन गाउँ होला तिनीहरू यो चप्राङ हो त्यो सम्मसम्म त्यहाँदेखि उता चिप्ली के के को रहेछ यहाँ सुटिङ सिक्ली जस्तो देखेको अनि सिक्ली नदेख्दो रहेछ है सिक्ली त खिलाङ अलि देखेको छ यो भेगमा छ यो थाकको डाँडा हो थाकको चप्राङ यो सिधा माथि यो चप्राङ यहाँ फिल्म सुटिङ गर्दै रहेछ कुन चाहिँ फिल्म हो बाबु डल्ले लिन्छु ए ल गुड आफ्नो तालमा आँटीघर मौजा आँटीघर मौजा पर्दछ हाम्रो छप्पन कोटी हो है हाम्रो बोस हो है बोस तर मुसलमान जस्तै देखेछ मेरो दाई हो दाईले सुन्तला दिएको है ओके ताङतिङ गाउँ यो सेतो भिरभन्दा उता सेतो भिरभन्दा उता ताङतिङ गाउँ यहाँबाट हो तल हामीले दिएको मौजा रे मौजा आँटीघर मौजा पारीको के यो होइन कि उता पारी डाँडा यो फिल्म सुटिङ गर्ने आउने पार्टीहरू होला यहाँ खाजा खाँदैछ देख्नुहोस् यो रोटी खाएछ यो हलुवा खाएर तरकारी होइन फिल्म सुटिङ गर्ने पार्टी हो नि माडी गाउँपालिका संयोजक पनि रहेछ फिल्म सुटिङ पनि हुँदैछ पविटरमा नि खेलाउँदैछ है डल्लेले एन्ट्री मार्यो फिल्म सुटिङ सर झन्डीपुर्जा आयो फिल्म सुटिङको साथसाथमा यो चरल आयो तिरबल पान डबल है झन्डीपुर्जा फिल्म सुटिङ पनि हुँदैछ यहाँ है झन्डीपुर्जा पनि खेल्दैछ अब हामी जाँदैछौँ उकालो माथि मन्दिरमा जाने हामी दर्शन गर्नको लागि यहाँ आमाले भट्टा सुकाएको रहेछ आमा नमस्ते नमस्ते सन्चै हुनुहुन्छ ल गुड ल भट्टा छ ल हुन्छ ल दाँत छैन हजुर ल अब हामी यो उकालो मन्दिरको दर्शन गर्न जाँदैछु याङ्जाकोटको प्रसिद्ध धार्मिक स्थल मन्दिरको दर्शन गर्न हामी जाँदैछौँ हामी सबैको कल्याण भलो गरोस् रक्षा गरून् भाइ
नजिकै सेन्टरलीमा हजुर हजुर अरू थियो को नमस्ते नमस्ते गर्नु बर्खे सलाम मल्ल नमस्ते वाकी हिँड्ने बाटो पनि यस्तो श्याम त हो उसको त घरमा नारा जाने मान्छे यस्तो हुन्छ सोचिने रहेछ सधैँ घरमा नारा भेट्छु किन लिलु बहिनी हुनुहुन्छ है ल आज हामी पल्टनको साथीहरू दिदीबहिनीहरू याङजाकोट भ्रमण अहो हाम्रो साथी श्याम साहको घर है ल हाम्रो श्याम साहको घरमा एकचोटि श्याम साहको घर है यो याङजाकोट यता यता श्यामको घर जानी त्यतै हो हाम्रो क्याप्टन श्यामबहादुर गुरुङ साहबको घर है नाइस हाउस है श्याम यहाँदेखि छुट्टी आउँदा वहाँदेखि 12 बजी 36 मिनट गयो होला त्यसको वहाँबाट आउँदा गाडी आयो पहिलोबाट आउँदा त भरे बोकेर आउँदैछ त लाउला माइलो खाने हो कि माइलो हामी त्यो मन्दिरमा दर्शनको लागि जाँदैछु हामी सम्पूर्ण 5 गोर्खा राइफल भोपु पोखराका परिवारहरू दर्शनको लागि है सास फुल्यो चौतारी रहेछ यहाँ ल थाक्यो भने चौतारीमा बस्नु
ल ल सिन्धु नाल्दो क्रपु दरबार जल है सिन्धु नाल्दो दरबार अब हामी त्यो माथि मन्दिरमा जाँदै उकालो रहेछ सास फुल्यो त्यही भएर वक गर्नुपर्छ सास फुल्यो त्यो समय रहेछ ल ओइ थाइला मिठुलाई फोन गर न यार अब हामी ठ्याट्टै उकालो सिँढी बाटो माथि मन्दिरको दर्शनको लागि जाँदैछु उकालो छ त्यही भएर नम्बरी 65 गल्ला हुन्छ है 65 म 66 है नम्बरी घर फर्की आइदिनु है ल ल ल नसा भन्नुहुन्छ हामी याङ्जाकोटको मन्दिरको दर्शन गर्नको लागि जाँदैछु ठाटे उकालो रहेछ गुड सास फुल्यो फाकथुक ल साफ हुन्छ ल आउँछ युट्युबमा आउँछ ल अब यो उकालो है उकालो है साथी ल उकालो छ है बाटो ल मर्दी 3 याङ्जाकोट
यहीँबाट छिर्दिन्छ होला सास फुल्यो उकालो चढ्दा त्यसैले मर्निङ गर्नुपर्छ होइन ठट्टै उकालो छ है याङ्जाकोट गाउँ ल आउँदैछ पल्टने साभाहरू गुर्जीहरू भाइहरू दिदीबहिनीहरू ल ल आउँदैछ ल है ठ्याटो उकालो ठ्याक्यो उकालो त्यो याङ्जाकोट गाउँ तल्लो थर उपल्लो थर माथिल्लो थर होला त्यो पोखरा भेली होला थाक्यो है आइपुग्यो भगवान्को नाम लिएको त्यो उकालो चढेसै भएन वाह यस्तो फिल भयो भगवान्को दर्शन गर्ने भन्ने नि पुण्य कमाउने हो ल याङ्जाकोटको गाउँमाथि अवस्थित यो मन्दिर निकै राम्रो व्यवस्था जस्तो देखिन्छ है निकै व्यवस्था राम्रो रहेछ ल आइपुग्यो ओहो प्रोमते स्मृति ट्रस्ट ल वेलकम छ सम्पूर्ण मेरो फेसबुक साथीहरूलाई शुभचिन्तकहरूलाई अहिले हामी याङ्जाकोटको माथि अवस्थित यो मन्दिर सुबेदार स्वर्गीय अमर बहादुर कुम्ते तमुको स्मृति ट्रस्ट रहेछ है नमस्ते थ्याङ्क यू अगाडिबाट सेट गर्ने नि बोल्ला है यस्तो व्यवस्था नि पहिले व्यवस्था गरेछ थ्याङ्क यू एकैचोटि गर्नुपर्ने आउँदैन होला ओके ओके हुँदै गर्छ ल भर्खरै हामीलाई हाम्रो 550 फाउन्टेन पोस्ट भोपु पोखराका परिवारलाई याङ्जाकोटको गाउँमाथि यो मन्दिरका पुरा समितिहरूले वेलकम गरेको छ वेलकमलाई तयार हुँदैछ है आउँदैछ हाम्रो दिदीबहिनीहरू यो उकालो चढ्न सकेको छैन धेरै वाले फाटे उकालो रहेछ म त बल्ल बल्ल भगवान्को नाम लिएर उकालो चढेँ ल उहाँ साहब हुनुहुन्छ हाम्रो यहाँ याङ्जाकोट निवासी 550 फाउन्टेन पोस्टको भूपू परिवारका कोषाध्यक्ष हुनुहुन्छ पल्टनका सुब्बार मेजर हाम्रो क्याप्टेन श्याम बहादुर खुम्चे तम साथ हुनुहुन्छ साथको नेतृत्वमा हामीलाई ल आउनुहोस् भन्नुहोस् ल आउँदै हुनुहुन्छ है नाम च्यु क्रम्चे सिल्दो नाल्दो थेमाधी है
क्रोम्जे भनेपछि यो हाम्रो गुरुङको थर हो नम्जु भन्ने अनि होला हेर कम्ती सिक्दो नाल्दो खेमा दि यो घर रहेछ है रक्षा गरून् यो क्रोम्जे नम्जु क्रोम्जे सिल्दो नाल्दो खेमा दिले हामी सबैको रक्षा गरून् है ल क्रोम्जे भाइ खलाक देउराली श्याम पनि क्रोम्जे हुनुहुन्छ त्यही कारणले उहाँकै साबाको भाइ खलाकहरूले बनाएको यो भाइ दिदीहरू कस्तो लाग्यो दिदी उकालो रमाइलो भयो कहाँ आउँदैछ कहाँ आएको तपाईँहरू अहिले याङ्जाकोट अनि यो सिल्दुल नाल्दो क्रोम्जे भाइ खलाकले बनाएको रहेछ हो हाम्रो श्याम साहब पनि क्रोम्जेहरू हुनुहुन्छ श्यामले बनाएको त्यो भाइ खलाकले बनाएको ल बल आउँदै हुनुहुन्छ हाम्रो दिदीबहिनीहरू हिँड्नु नसके जस्तो छ हाम्रो लिलु बहिनी नै हुनुहुन्छ ल ल हामी आज 55 फन्टेड पोस्ट भोपु पोखराका परिवारहरू याङ्जाकोटको अवलोकन भ्रमणको दौरान हामी यो याङ्जाकोटको यो माथि सिल्दुल नाल्दो क्रोम्जे खेमाधीमा आइपुग्यो दर्शनको लागि र यहाँका समितिहरूले हाम्रो सम्पूर्ण परिवारलाई यहाँ वेलकम गर्दै यहाँ खाता माला र फुलले हामीलाई यहाँ वेलकम गर्दै हुनुहुन्छ यहाँको यो सिल्दुल नाल्दो खेमाधीको समितिहरूले धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई भोपुको परिवारहरू र आज उब्रेछ भने मैले गएर फर्स्ट बट्टा लाइन भने फर्स्ट जिआरको सिद्धार्थ स्वर्गीय अमरबहादुर क्रोम्जे तमुको स्मृति सिल्दो नाल्दो खेमाधी नम्चु क्रोम्जे सिल्दो नाल्दो खेमाधी खे भनेको बितेका हाम्रो बाउहरू मा भनेको आमाहरू बितेका आमाहरूको नाममा सिल्दो नाल्दो भनेको यहाँ वरिपरिको सिल्दो नाल्दोको नाममा यो बनाएको यो है याङ्जाकोट को क्रोम्जे भाइ खलाकले बनाएको यो मादी गाउँपालिका 3 मा अवस्थित याङ्जाकोटको यो सिल्दो नाल्दो खेमाधी यो साइडमा पर्छ सिग्लिस त सिग्लिसहरू देखेको छैन ताङतिङ गाउँ पनि यही साइडमा पर्छ यहाँबाट नदेखेको रहेछ है यो माछा पुछेर हिमाल होला तर क्लियर देखेको छैन तल बादलले छेकेर यो याङ्जाकोट गाउँ ल
ल अब हामीलाई यहाँ खाजाको व्यवस्था गरेको रहेछ अब हामी खाजा खाँदैछौँ यहाँ खाजा खाएर फेरि एकछिन दर्शन गरेर फेरि तल याङ्जाकोट गाउँमा होमस्टेमा खानाको व्यवस्था गरेको छ हामी 43 मेम्बर हामी आज याङ्जाकोटको भ्रमणको लागि आएको छ ल हामीलाई यो याङ्जाकोटको सिल्दोल नाल्दो खेमाडीको समितिहरूले हाम्रो पल्टनको पुरा परिवारलाई यहाँ खाजा खिलाउँदै अवलोकन गर्दै हामी देउराली तरफ लाग्छौँ। अब तपाईहरू सबै तितर नभइकन एकीकृत भएर सबै रमाइलो अवलोकन गर्दै हामी देउरालीतिरको लाग्छौँ। हस्त धन्यवाद। ओके म थेन्सी गुरुङ म क्रन्जे गुरुङ म केन्सी गुरुङ भन्ने होइन सबै रेडी भयो कसरी नहाल्छ यो त हेर लुकेट मी ल यो त हेर है ल स्टार्ट आऊ न आज ठुलो आउनु थियो यहीँबाट छुट्टीको हेरि आएर यहीँबाट छुट्टिन लाग्यो नि त अलिक क्लोजमा आएर यहाँबाट क्लोजमा आएर बल्ल यसरी गएको आज बिहान दिनु छैन म
हजुरहरू जानु रे वेन नखोल्नु रे आरिसटो खोलेर खानु रे जाम रोजी से लायो
यता झन्डा झन्डा यता कैसे हो ल अब हामी यो नम्चु क्रमचेक सिल्तोनाल्दो खेमा हिँडको दर्शन गऱ्यो र खाजा खायो र यहाँ टिकटक गऱ्यो नाचियो रमाइलो गऱ्यो अब हामी तल याङ्जाकोट होमस्टेमा खाजाको लागि जाँदै हाम्रो मिठो बहिनी टिकटकर हुनुहुन्छ डान्सर पनि हुनुहुन्छ टिकटकर डान्सर मेरो गल्ती नै हुनुहुन्छ दर्शन गर्दै हुनुहुन्छ वर माग्दै हुनुहुन्छ यो भ्यू धेरै आओस् है लाइक कमेन्ट सब्सक्राइब है मेरो हिम गुरुङ छ ब्लग है ब्लगको नाम ल अब हामी जाँदै ल ल ल कसो आयो रे म अलिक कालो आएको रक्षा गरौँ सिल्दो नाम्चो क्रमजे सिल्तोनाल्दो खेमाधीले हामी सबैको रक्षा गरौँ यो दर्शन गऱ्यो अब हामी देखको मेरो सोल्टी नै हुनुहुन्छ उहाँ आमाको छोरी टिकटकर पनि हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ फोटो खिच्दैछ हुनु पऱ्यो नि है ल ल ल सोल्टीले काम लगायो अब है ओके सोल्टीले काम लगायो ओके बाई ए भिडियो हो यो माथि 3 याङ्जाकोटबाट झर्दै गयो
माथिबाट आउँदैछ बल्ल है नमजु क्रमजे खेमा को दर्शन गरेर माथि आउँदै हुनुहुन्छ अच्छा ल हामी याङ्जा कोटको यो लोकल भाले हेर्नुहोस् त वाह यो लोकल भाले यस्तो हुनुपर्छ नि त भाले त है लोकल यो लोकल भाले याङ्जा कोटको हेर याङ्जा कोटको लोकल कुखुरा ओहो यो आइपुग्यो हाम्रो याम साहबको घर ल साहबको घर त ठुलो रहेछ लोकल कुखुरा त ल तैको मायाले रख मनैमा यति राम्रो कोदो भएको छ यो अघि नै हालिसकेछ याङ्जा कोट गाउँ दिनमै 3 पानीले झ्याममा परे जस्तो छ है हाम्रो पनि गाउँछ मात्र रहेछ ल यो याङ्जा कोटको डाँडा गाउँ अरे एउटा पनि यो याङ्जा कोट गाउँको डाँडा गाउँ हो दिदी डाँडा गाउँ यहाँ डाँडा गाउँमा छु डाँडा गाउँमा नासो गोन्देर खाऊ नि माथि गाउँपालिका वार्ड नम्बर 3 वडा कार्यालय रहेछ यो खाजा घर पनि रहेछ समाज घर रहेछ स्वर्गीय रीता बहादुर गुरुङको स्मृतिमा निर्माण ल सुरु गरौँ है कसरी छेस छेस
नाटक होइन भाइ हेर भाइ हो खानै पर्छ यहाँ आइम सरी लगमा आउँछ चेस ल मिठो बहिनी ग्रिन टी होइन यो त फेरि तपाईँले के मलाई भिडियो गर्नु पर्यो नि त
छोरी मैलाउने कता आइहाल्छ जिन्दगीको के लिन्छ लाउने कता आइहाल्छ जिन्दगीको के लिन्छ
सम्पूर्णलाई फेरि पनि नमस्कार। आज हाम्रो 5FGR फाउन्टेन पोस्ट भुपु पोखराको परिवार यङ्जाकोटको अवलोकन भ्रमण पछि आज यो होमस्टेमा खानपिन लन्च भएर रमाइलो गऱ्यो, नाचियो, इन्टरटेनमेन्ट गऱ्यो, ड्रिङ्क गऱ्यो। अब ब्याक टु पोखरा आफ्नो घरमा अब पोखरा जाँदैछु, ब्याक टु होम है। ल ओके लेट्स गो सम्पूर्णलाई। दिदी कस्तो लाग्यो आजको भ्रमण? एकदम रमाइलो लाग्यो भाइ है, एकदम खुसी लाग्यो। फेरि यसरी घुम्न जाऊँ है, जान नपाऊँ भन्ने आशा लागिराखेका छौँ। अब फेरि लुम्बिनी जाने। ओके बाई बाई। जति पनि यो भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर गर्नु होला। ओके बाई बाई। अब सबैको आशीर्वाद। कस्तो भयो? एकदम रमाइलो हेप्पी, एकदम रमाइलो। फेरि फेरि यस्तै नयाँ नयाँ ठाउँमा लैजानु होला हामीलाई। नम्बरी कस्तो लाग्यो यङ्जाकोटको एकदम भ्रमण? हामी धेरै रमाइलो लाग्यो। यस्तो छ नम्बरी, हामी चाहिँ जो सँगै बाल्यकालमा हुर्केको साथीहरू अब अहिले चाहिँ सँगै छैन होइन, सँगै छैन। कोही कता गयो कता गयो। हामी भर्खर जवानी हुँदाखेरि अब भर्ती भएको होइन, भर्ती भएर अब पेन्सन पकाएर आयो। अहिले के छ भन्दाखेरि यो साथीहरूसँग भेट्न पाउँदाखेरि एकदम आनन्द, के अरे स्वर्गीय आनन्द हुन्छ होइन, स्वर्गीय आनन्द हुन्छ। धेरै खुसी लाग्यो। यस्तो के अरे क्षण अरू पनि आओस् भन्दै म अहिले चलो दिन जान्छु। नम्बरी हुनुहुन्छ होला। घरमा मिठो कुरो भने त्यस्तै बजारको जस्तो मिठो हुँदैन। हामी सम्झेर आएकोमा धेरै धेरै धन्यवाद है। दिदी ल दिदी नमस्ते हो दिदी। ल एकदम हामीलाई मिठो भन्ने कुरो त त्यस्तै भइगएर बजारको जस्तो मिठो हुँदैन। तपाईँहरू हामी सम्झेर आएकोमा धेरै धेरै मैले कुराते हाल्दैछु दिदी। त्यो चाहिँ फोन गरेर आउनु होला भन्दैछु है। तपाईँहरूको आशीर्वाद लागोस्। एकदम मिठो खानु भयो दिदी है। पानी आयो। ल अब हामी फर्किँदै है यङ्जाकोटको यो होमस्टेमा रमाइलो गऱ्यो, नाचियो र अब हामी ब्याक टु पोखरा। ल एकदम रमाइलो भयो आज यङ्जाकोटको अनुगमन अवलोकन भ्रमण। रमाइलो गऱ्यो, यो होमस्टेमा खाइयो, बसियो, ड्रिङ्क गऱ्यो, एकदम रमाइलो। ल अब ब्याक टु पोखरा। ल हामी घरतिर फर्किँदैछौँ। ओके बाई बाई। बाई बाई यङ्जाकोट। बाई बाई यङ्जाकोट। बाई बाई। नमस्कार। ल बाई बाई यङ्जाकोट। यङ्जाकोट धन्यवाद। फेरि भेटौँला यङ्जाकोटको यो इन्टिमेन्ट गेट। फेरि भेटौँला। आज धन्यवाद थियो है, धन्यवाद। फेरि भेटौँला। अब हामी यो बसमा ब्याक टु होम रमाइलो गऱ्यो। Samaya
Thank you.